आउन घर श्रीमती अलरेडी छ कहाँ आउँछ नि हामी अनि हजुर कता हामी म अब भाउजूले दिएको ड्युटी पुरा गर्न आएको काठमाडौँतिर मतलब कस्तो ड्युटी ल अनि अब तपाईँको त अलि भर छैन नि त अनि भाउजूले मलाई यसो यतातिर सिआइडी गर्न पठाउनु भएको छ क्या काठमाडौँतिर कस्तो भर्छ नि क्या दुनियाँ चलीबेटी बिगारिदिनु मैले अनि हाम्रो गीतको तयारी के हुन्थ्यो पछि बहिनी कताको गीत हो फेरि ओ बाजे अरू भन्दा नि म तपाईँलाई हेरेर कसरी त्यो उयो निकाल्ने होला भनेको भन्नाले अब हुन्छ नि अब तिमीलाई तिउला कलेजी काटी भन्छ गीतले अब बाजेको अनुहार देख्दै हाँसो लाग्छ कसरी फिल निकाल्ने म चक्कु लिएर आउँछु कलेज काट्दिन होला अಯ್या नाच कतिको सिक्नु भयो ए हिजो गएको त्यो पिराइमा गर्न नआएर मलाई मेरो कस्तो भएछ अझै जाउला रेलाइमा सरर भन्छन् घरि नराख पिराइमा भन्छ अब यो बाजेको अनुहार हेरेर नराख पिराइमा भन्नुपर्ने रे भगवान् मैले चाहिँ नभए बहिनीलाई यहाँ जोडी भन्न पर्ने तपाईँलाई दाइला फिरेमा भन्न पर्ने के रे गीत पनि के रे कस्तो नआएको भन्ने बित्तिकै शिरमा होइन के रे बाजे बुकी फुल भिरैमा बुके फुल भिरैमा शिरफुला सिराइमा कहिले नि नराख्नु पिराइमा ए मायालु अब मायालु भन्नुपर्ने अब यस्तो अनुहार हेर्दै हाँसो लाग्छ नाच्यो बाजे तपाईँ मेरो भन्दा कम्मर अलिक कम हल्लाउनु है म त सबै होमवर्क गरिसकेँ घर बसेर गर्ने कुराहरू त फेरि नाच्नु त खै आमामा जानिसकेछ नि त तपाईँले गीत गाइदिनु के रे मायालु अनि बुकी फुल खै बुकी फुल ए ल ल बुके फुल भिरैमा शिर फुल सिरैमा मायालु डाङ डाङ डुडुङ डुडुङ नराख कहिले नि पिराइमा ओहो अनुहार देखाउनु रे क्यामेरामा आउनु रे आउन बाजे म कहाँ अहिले अनुहारमा के अरे क्यामेरामा आउनु हौ के भएर हजुर के भएर पक्नु न म यस्तो खतरा डान्स सिकेर अनि तपाईँ र म सँगै नाच्नुपर्छ के जुन टेक्जीले तपाईँको तारिफ गर्नुभएको थियो ए के भन्नुभएको थियो हात गिबिना पनि त बवाल नाच्दो रहेछ नि यार भन्थे त्यो दाइ उल्टो भन्यो होला हिजो तपाईँ डान्स सिक्नु जानुभएको रहेछ नि तपाईँ होइन सिक्न भन्नाले म कन्फ्युज भएको थिएँ कि त्यो पिराइमा भन्नेमा कि अनि खै बाजे त कति राम्रो नाच्छन् मलाई त म त बिजोग हुने भयो के राम्रो त अब दुईटा अरू सबै लिप्सिङ हुन्छ अरे त अब दुईटा मात्र त कमर होला पनि के ठुलो कुरो भएर नि कमर होला नि त्यो सबै लिप्सिङमा त गर्नु पर्यो के अरे त्यत्रो छ त बिच बिचमा जाउला रेलाइमा सरर छ अनि अर्कोमा फेरि के अरे फेरि भन्नु त के अरे गीत बुकी फुल भिरैमा शिर फुल सिरैमा मायालु नपार कहिल्यै नि पिरैमा नराख्नु कहिल्यै नि पिरैमा भन्ने गीत हो के अन्त अनि त्यस्तो छ अब हेर्नु न अब कलेजी काटिदिउला रे मेरो आँखै निन्द्रा मास्यो रे हे भगवान् अब निन्द्रा मास्यो आँखैको निन्द्रा मास्यो नि रे हजुर अर्को स्टेप ल रेलाइमा गर्नु त पुरा गर्नु न बिना गीत नाच्यो के रे गीत छैन समाचार नाचे जस्तो र तर तपाईँलाई त कण्ठ भइसकेछ अब अलिकति नाच्दिनु न तर गीत चाहिँ साह्रै राम्रो है
कस्तो मलाई अहिलेसम्म सबभन्दा मन परेको के यो गीत ए बजे सुन्नु न एकदम राम्रो ए बजे अनि यो गीतमा चाहिँ हजुर। तपाईँको च्यानल देखाउँछ कि उहाँको च्यानल देखाउने हो कुरो के भयो अहिले पब्लिक गर्नु हुँदैन कि सरप्राइज दिनुपर्छ के र भनेपछि म 15 गते आएपछि एकपटक समय सिक्नुपर्छ होला कसो ल ल हुन्छ एकपटक गीत हुन्छ लाएर मैले त्यो तपाईँको अर्को नयाँ गीत चाहिँ कहिले हो रिलिज हुने 17 गते हुन्छ पहिलो भिडियो आइसक्यो के अरे पोस्टर हेर्नुहोस् प्रोफाइलमा अनि फर्स्ट ओहो त्यो भिडियोमा पोस्टरमा त कम्ता ह्यान्डसम देखेको छैन त मजाक गर्नेको लिमिट हुन्छ यार होइन राम्रो देखेछ के राम्रो देखेछ अनि साँच्ची फर्स्ट हो। भिडियोमा गीत छ अनि कतिले भिडियो बनाएर मलाई यसो हेल्प गर्नुभयो राम्रो देखेछ अब 17 तारिकमा हेर्नुपर्छ सबै मिलेर 17 गते युट्युबमा आउँछ टक्क लाएर मार्केट खायो भने त बझै फिल्म खेल्ने म त बेस्ट अफ लक आएर गिबिना बजेर म पनि फिल्म खेल्न पाउँथेँ नि है कसले लाने हो उठाएर के उठाउने हो टिकटक चलाउनेहरूले फिल्म खेल्न लागिसके त्यो त हो भन्न सकिँदैन आउँछ कि है पुरा यो म्युजिक भिडियो त म गरौँ न बजाइ मान्छेले मन पराउनु त आउँछ नि हौ अफर आउँछ हौ ल डेन्जर मेहनत गर्नुपर्छ है दाइ ऊपर वाले के अधेर है लेकिन देर